संविधान जारी भएको 1 वर्ष पूरा भएको छ, तर संविधानमा असन्तुष्ट पक्षहरूको विरोधका स्वरहरू अझै पनि कम भएको छैन। असोज 3 गतेलाई संयुक्त मधेसी मोर्चा र संघीय गठबन्धनले छुट्टा छुट्टै कार्यक्रम गरेर कालो दिवस मनाए। तर मधेस केन्द्रित दलका शीर्ष नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर र महेन्द्र राय भने अनुपस्थित रहनु भएको थियो। सरकारले असोज 3 गतेलाई संविधान दिवसको रूपमा मनाइरहेका बेला मधेस केन्द्रित दलहरू असोज 3 लाई कालो दिनको रूपमा मनाइरहेका छन्। यसअघि प्रधानमन्त्रीको 2टा निर्वाचनमा मोर्चाले भाग लिइसकेको छ भने लामो सडक सङ्घर्षबाट सदनमा फर्किसकेको छ, जसले संविधानलाई स्वीकार गरिसकेको देखिन्छ। तर सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो, संविधानको धारासँग मात्र विमति छ कि संविधानैसँग? संविधान भने धाराहरूको पुञ्ज हो। धाराहरू सबै धाराहरू बनेर एउटा संविधान बन्छ। कुनै पनि धारा त्यहाँबाट झिक्दिने हो भने संविधान हुँदैन। त्यसकारणले संविधान अपूर्ण छ, अधुरो छ। त्यो मधेसी जनजाति, मुस्लिम, थारू, महिलाको अधिकार पूरा गरेका छैन। त्यसलाई स्थापित गर्नलाई हामी लडिरहेका छौँ। संविधानमा हिन्दू राष्ट्र र राजतन्त्र संस्थागत हुनुपर्ने भन्दै राज संस्था निकट मानिने शाही युवा शक्ति समूहले पनि संविधान विरुद्ध प्रदर्शन गरेका थिए। यता व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमाले छुट्टै कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाएको छ। सत्तारूढ दल र मधेस केन्द्रित दलहरूले संविधान संशोधन गरेर संविधान कार्यान्वयन गर्न अघि बढ्ने भनिरहेका बेला संविधानमा कुनै त्रुटि नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी छ। यस संविधानले कसैका विरुद्ध कसैको पक्षमा विभेद गरेको छैन। कुनै प्रकारको विभेद यस संविधानले गरेको छैन। जातको आधारमा, भाषाको आधारमा, भूगोलको आधारमा विभेद गरेको छैन। त्यसकारण कहिले तराईका जनताले केही पनि अधिकार पाएनन् भन्ने अत्यन्तै निराधार कुरो। संविधान कार्यान्वयनका लागि दलहरूबीच सहमति जुट्न सकेन भने 7 दशकपछि नेपाली जनताले पाएको संविधान पनि कार्यान्वयन हुन सक्नेमा आशंका छ। दर्शकवृन्द, संविधान निर्माण गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा विभाजित बनेका छन्। वर्तमान सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संविधान संशोधनको पक्षमा देखिएका छन् भने प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको विपक्षमा, जसले गर्दा थप राजनीतिक जटिलता निम्तिन सक्ने र संविधानको प्रभावकारी कार्यान्वयनमा समेत प्रश्न चिन्ह उठेको देखिन्छ। माउन्टेन टेलिभिजनका लागि क्यामेरामा डिबी मगरका साथमा विनय कुमार, काठमाडौँ।